म यतिखेर टोटलाको रुखको फेदमा छु। तपाईँहरूले यहाँ देखिरहनु भएको छ। यो चाहिँ विभिन्न समयमा यहाँको स्थानीय बासिन्दाहरूले बोक्रा निकालेर औषधिको रूपमा प्रयोग गरेको देखिन्छ। यहाँ चाहिँ यसरी यो निकालेको छ। यो ठुलो रुखको फेद हो। यसमा यसमा पनि हेर्नु सक्नुहुन्छ। यो निकालेर चाहिँ यसको बोक्राहरू प्रयोग गरेको औषधिको रूपमा प्रयोग गरेको देख्न सकिन्छ। मैले चाहिँ विशेष गरेर योभन्दा अगाडि राखेको एउटा भिडियोमा यो टोटलाको चाहिँ फुल, पात, बोक्रा, रुखले धेरै फाइदा गर्छ, स्वास्थ्यको लागि एकदम फाइदाजनक छ भनेको थिएँ। विशेष गरेर यो रुखको बोक्रा चाहिँ जन्डिस भएको व्यक्तिहरूलाई, कालो जन्डिस भएको छ भने नि, पहेँलो जन्डिस भएको छ भने नि फाइदा पुऱ्याउँछ भनेर भनेको थिएँ। र धेरै व्यक्तिहरूले चाहिँ मलाई इनबक्समा पनि सोध्नु भएको थियो र कमेन्टमा पनि गर्नुभएको थियो कसरी प्रयोग गर्ने भन्नुभएको छ। आउनुहोस्, यो बोक्रा अहिले हामीले यो टोटललाई झार्ने क्रममा चाहिँ ठुल्ठुलो हाँगाहरू पनि काटेका छौँ। यसको हाँगा, यसको रुखहरू चाहिँ अलिकति नरम हुने हुँदाखेरि हामीले माथि टुप्पोसम्म नगइकन रुखहरूलाई चाहिँ अलि ठुल्ठुलै हाँगाहरू काटेका छौँ। जस्तै यहाँ देख्न सक्नुहुनेछ, यहाँ चाहिँ यो बोक्रा यसरी छिपेको बोक्रालाई चाहिँ यसरी जस्तो बोक्रा मात्रै यसरी निकाल्न सकिन्छ। यो बोक्राहरू जुन यो बोक्रालाई चाहिँ तपाईँहरूले एकदम सफासँग यसरी बोक्रा तासेर लगिसकेपछि अन्दाजित 10 ग्राम जति लानुहोस्। अनि बोक्रालाई मजाले कुच्याउनुहोस्। र बोक्रा कुच्याउनुभन्दा अगाडि सफा यो ढुङ्गा माटोहरू चाहिँ हाम्रो मुखमा पर्नु हुँदैन, नपरोस् भनेर पहिला सफासँग यसलाई चाहिँ धुनु पर्यो। धुइसकेपछि कुच्याएर त्यसको रस चाहिँ हामीले कालो कपडामा, सफा कपडामा, कालो सेतो जे भने नयाँ कपडामा चाहिँ यसलाई त्यो कुच्याएको धुलो राखेर त्यसको रस हामीले निचेर निकाल्ने। त्यसपछि त्यो झोल चाहिँ हामीले मनतातो पानी अथवा पानीमा घोलेर चाहिँ पिउन सकिन्छ। पहेँलो जन्डिस छ भने तपाईँको एक मात्रा अथवा 1, 2, 3 चोटि दिनमा एकचोटि चाहिँ त्यसरी खानुभयो भने 3 मात्रामा एकदम सफा भएर जान्छ। जन्डिस बिग्रेर जस्तो छालाहरू पहेँलो भएको, आँखा पहेँलो भएको, नङ पनि पहेँलो भइसकेको छ भने पनि यसले मजाले क्लियर गराउँछ। यो चाहिँ तितो हुन्छ। मजाले हामीले चाहिँ यदि कालो जन्डिस भएको छ भने कालो जन्डिस भएको व्यक्तिहरूले पनि यसलाई चाहिँ 5 मात्रा या 7 मात्रामा दिनमा एकचोटि 10 ml को मैले अघि भनेको अनुसारै कुट्काएर खानुभयो भनेदेखि कालो जन्डिसलाई पनि एकदम फाइदा गराउँछ। र यसरी जडीबुटीहरू प्रयोग गरिसकेपछि चाहिँ मलाई जहाँसम्म लाग्छ र योभन्दा अगाडिको व्यक्तिहरूले प्रयोग गर्दाखेरि पनि बल्झिँदैन क्या रोगहरू। हाम्रो शरीरमा त्यो चिजहरू चाहिँ बल्झिँदैन। जस्तो मेडिसिन युज गर्यो भने चाहिँ मेडिसिनले अहिले ठिक भयो भने खानपिनको तलमाथि भयो भने पछि फेरि बल्झिन सक्ने सम्भावना हुन्छ। तर जडीबुटीहरूले चाहिँ 1 मात्रा 2 मात्रा औषधिले भन्दा अलिकति टाइम चाहिँ लिन्छ यो क्लियर हुनलाई। क्लियर भइसकेपछि हाम्रो शरीरमा कुनै पनि रोगहरू चाहिँ बल्झेर आउने काम चाहिँ गर्दैन। त्यो कारणले हामीले जडीबुटीहरूलाई पहिचान गरौँ, प्रयोग गरौँ र आफूले जानेको जडीबुटीहरूलाई यसरी नै सेयर गरौँ ताकि अर्को पुस्ताले पनि यो जडीबुटीहरू, यो हाम्रो नेपालमा रहेको झारपातहरूलाई चाहिँ जडीबुटीको रूपमा पहिचान गर्न सकोस्। तसो फ्याफुलजी, धन्यवाद। कुनै पनि रोगको जन्मदाता भनेको पेट हो। हामीले सेवन गर्ने जङ्क फुड, फास्ट फुड तथा केमिकल मिश्रित विभिन्न खाद्य वस्तुहरूको सेवनको कारण मुखदेखि मलद्वारसम्म अर्थात् हाम्रो सम्पूर्ण शरीर र रगतमा फोहोर, लेउ अर्थात् टक्सन जमेर बसेको हुन्छ। योन्जन हर्बलबाट उत्पादित प्राकृतिक जडीबुटी फुड सप्लिमेन्टहरूको सेवनले मुखदेखि मलद्वारसम्म अर्थात् सम्पूर्ण शरीर र रगतलाई सफा र स्वस्थ राख्ने काम गर्दछ। पेट तथा रगत सफा हुने बित्तिकै पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, गानागोला, कब्जियत, अल्सर, पाइल्स जस्ता समस्याहरूबाट सधैँका लागि मुक्त हुन सकिन्छ। तपाईँ पनि योन्जन हर्बलको जडीबुटी फुड सप्लिमेन्टहरू प्रयोग गर्नुहोस्। दीर्घ तथा प्राणघातक रोगहरूबाट छुटकारा पाउनुहोस्।